Hello, namaste सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स बिन अ लङ टाइम होइन भ्लगै नबनाएको सो आज चाहिँ मिठो सानो कन्टेन्ट छ यो इन्फर्मेटिभ भिडियो पनि हुन जान्छ होइन युकेमा चाहिँ कसरी अब साइकल लिने के कसरी गर्ने अनि त्यसको बारेमा म चाहिँ भिडियो बनाइरहेको छु कज मैले पनि भर्खरै एउटा साइकल लिँदै थिएँ अनि मैले सोचेँ कि यो भिडियो अरूलाई पनि इन्फर्मेटिभ हुनसक्छ भनेर चाहिँ मैले यो भिडियो बनाउँदैछु होइन सो म चाहिँ अहिले मेरो काम गर्ने ठाउँबाट भनौँ न आधी घन्टाको डिस्टेन्समा त्यहाँ एउटा सपमा गएर साइकल लिन गइरहेको छु अनि साइकलहरू लिँदाखेरि चाहिँ जहिले पनि तपाईँहरूले एउटा हेल्फोर्ड भन्ने कम्पनी हुन्छ जुन चाहिँ युके भरि हुन्छ होइन त्यो हेल्फोर्ड कम्पनीमा चाहिँ तपाईँले एकदमै चिप रिफर्निस साइकलहरू पाउन सक्नुहुन्छ होइन अरू साइकलहरू पसलहरूमा जानुभयो भने चाहिँ प्राइभेट पसलहरूमा चाहिँ त्यहाँ चाहिँ अलिकति महँगो पर्न जान्छ सो तपाईँहरूले साइकल बाइसाइकल किन्नुभयो भने चाहिँ मेक स्योर कि तपाईँ हेल्फोर्डबाट साइकल किन्नुहोस् हेल्फोर्डमा एकदमै चिप रिजनेबल पर्न जान्छ होइन अनि अर्को पनि एउटा डिस्काउन्ट पाउने मेथड छ स्किम छ त्यो चाहिँ कसरी के भनेर त्यो पनि म भनिहाल्छु होइन त्यस्तो लामो भिडियो चाहिँ हुँदैन आज सर्ट एन्ड स्विट र इन्फर्मेटिभ भिडियो बनाएर हो सो सी यू एन अ बिट म स्टोरमा गएर तपाईँहरूलाई देखाउँछु है त साइकलको प्राइस एन्ड अल द स्टफ सी यू इन अ बिट अहिले जाँदैछु होइन अब त्यहाँ पुगेर अनि तपाईँहरूलाई देखाउँछु के कस्तो हुन्छ त्यही भएर भेटौँला अब होइन हल्का सिनेमेटिक चाहिँ गर्दैन है गाइज आम अलमोस्ट देयर होइन त्यो के भन्छ मार्केटमा तपाईँहरूलाई एउटा स्किम पनि छ भनेर भनेको थिएँ होइन त्यो स्किम चाहिँ के हो भन्दाखेरि लाइक सस्तोमा साइकल लिने लाइक हुन्छ नि 50-60% डिस्काउन्ट मिल्छ त्यो स्किममा चाहिँ कसरी भन्दाखेरि चाहिँ तपाईँ यदि वर्क भिजामा हुनुहुन्छ वर्क पर्मिटमा हुनुहुन्छ अनि तपाईँ साइकल लिएर काममा जानुहुन्छ साइकलबाट भनौँ न ट्राभल गर्नुहुन्छ कामको लागि भने चाहिँ साइकल भन्ने एउटा स्किम हुन्छ होइन त्यो स्किम वर्क टु साइकल स्किम चाहिँ तपाईँले गर्नुपर्छ भन्दाखेरि आफ्नो कम्पनी रेजिस्टर गर्नुपर्ने हुन्छ अनि तपाईँले आफ्नो कम्पनी रेजिस्टर गरिसकेपछि चाहिँ तपाईँलाई त्यहाँ भनौँ न कम्पनीको केही डिटेल्स फर्मेलिटिजहरू त्यहाँ भर्नुपर्ने हुन्छ एन्ड देन त्यो भरिसकेपछि चाहिँ तपाईँले इजीसँग त्यो हेल्फोर्ड स्टोरमा गएर चाहिँ तपाईँले त्यहाँनिर आफ्नो कम्पनीको पेपर देखाएर चाहिँ तपाईँले साइकल टु वर्क भन्ने एउटा त्यो स्किमबाट चाहिँ तपाईँलाई 50-60% डिस्काउन्ट हुन जान्छ सो एकदमै चिप पर्छ त्यस्तो गऱ्यो भने चाहिँ त्यो अप्सन चाहिँ कस्तो भन्दाखेरि इन्स्टलमेन्टमा पनि तपाईँहरूले साइकल लिन सक्नुहुन्छ होइन 100-200-300 पाउन्डको साइकलहरू जस्तो पनि हुन्छ होइन अनि त्यो चाहिँ सो मेनी कुराहरू छ क्या लिनको लागि अनि त्यसरी लिँदा पनि भयो अर तपाईँले पैसा ठाउँको ठाउँ दिएर लिँदा पनि भयो अर तपाईँले त्यो मैले साइकल टु वर्क स्किम भनेको थिएँ त्यसरी गर्दा पनि भयो या इन्स्टलमेन्टमा लिँदा पनि भयो अल अप टु यु कसरी लिन चाहनुहुन्छ तपाईँहरू होइन अब एकदमै एक्सपेन्सिभ तपाईँले लिँदै हुनुहुन्छ इलेक्ट्रोनिक हाइब्रिड साइकलहरू लिँदै हुनुहुन्छ भने चाहिँ तपाईँले इन्स्टलमेन्टमा लिँदा एकदमै राम्रो हुन्छ होइन किनकि एकैपल्ट 300-400 पैसा त किन तिर्ने र होइन आखिर पर मन्थ 12 पाउन्ड 15 पाउन्ड त्यसरी तिर्न पनि एकदमै हामीलाई अफोर्डेबल पर्न सक्छ सो त्यसको थ्रुबाट पनि तपाईँहरूले गर्न सक्नुहुन्छ तर मैले चाहिँ मेरो रेन्ज चाहिँ 150 पाउन्डको साइकल हो सो मैले चाहिँ ठाउँको ठाउँै लिएँ त्यस्तो इन्स्टलमेन्टमा मेरो पनि लिन चाहिँ मिल्थ्यो 150 पाउन्ड भए पनि मैले 6 मन्थको ड्युरेसन राखेर पर मन्थ 12 पाउन्ड 10 पाउन्ड त्यसरी तिरेर लिन मिल्थ्यो तर के झन्झट गरेर राख्नु भन्नु मैले चाहिँ अन द स्पोट बाई गरेको छु बिहान वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ हेल्फोर्ड भनेर गुगलमा गएर सर्च गर्नु त्यहाँनिर चाहिँ तपाईँहरूलाई एकदमै साइकलहरू टन्नै देखाइरहेको हुन्छ अनि त्यहाँबाट यु क्यान चुज विच वान इज एफोर्डेबल फर यु होइन त्यहाँ गएर होइन हेल्फोर्ड गाइज होइन यो चाहिँ स्टोर यही हो मैले तपाईँहरूलाई बाहिर पनि देखाइहालेँ अनि त्यो हेयर इज सो मेनी बाइसाइकल होइन अब मलाई चाहिँ एकदमै आँखैमा लागेको चाहिँ यो हो तर यसको दाम पनि आँखैमा लाग्ने जस्तो छ होइन
अनि यहाँ सो मेनी साइकल तपाईँले प्राइसहरू हेर्न सक्नुहुन्छ 1500, 1000, 1300, 1100, 750। यो चाहिँ सकिँदैन, यिनीहरू सकिँदैन होइन गाइज। कान्ट अफोर्ड दिस होइन। अब कुनै फ्युचरमा गएर मेबी लिन्छु पनि होला।